नारायण पनि भगवानै हुनुहुँदो रहेछ, पृथ्वी पनि भगवानै हुनुहुँदो रहेछ, वायु पनि भगवानै हुनुहुँदो रहेछ, वनस्पति पनि भगवानै हुनुहुँदो रहेछ। भगवानभन्दा बाहेक त यहाँ त सिन्धको पनि छैन, सिन्धको कोट्याउने सिन्धको पनि छैन। सर्वव्यापी पनि आत्मा देखिँदैन सबमा सधैँ, बुद्धिमा मात्र देखिन्छ, ऐनामा प्रतिबिम्ब चाहिँ। ब्रह्म भिन्न कुनै छैन, सबै हो वासुदेव नै। यस्तो श्रुति स्मृति देख्दा, यस्तो श्रुति स्मृति देख्दा छैन फाल्ने। जम्मै एउटा सूर्यनारायण अहिले कता जानुभएको छ र यस्तो भएको छ। सूर्यनारायण आए टल 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 फेरि हुन्छ, त्यस्तै हुन्छ। भनेपछि त बाहिर हेरे पनि ईश्वरै छ, भित्र हेरे पनि ईश्वरै छ, दाहिने हेरे पनि ईश्वर, बाएँ हेरे पनि ईश्वर। मन्त्र सुनाउने त सानो गुरु भने पनि भयो, जम्मै ईश्वर। ईश्वरो गुरुराज्ञेति मूर्तिभेद विदायिनी व्योमवत् व्याप्त देहाय। व्योम भन्छ आकाश, आकाश जसरी व्याप्त छ त्यसरी नारायण पनि व्याप्तै हुनुहुन्छ। ब्रह्म भिन्न कुनै छैन, सबै हो वासुदेव नै। यस्तो श्रुति स्मृति देख्दा छैन फाल्ने। व्यापक ब्रह्ममा सारा प्राणीहरू थरी थरी कल्पना गरिएका छन्, सुनमा गहना छ। सुनमा गहना छन्, कसरी बनाएको, कसले बनाएको सुन हो, गहना छ। कसले बनाएको, कसरी बनाएको लाउनेलाई थाहा छ, अरूलाई थाहा छैन। त्यस्तै ज्ञान भनेको भित्र पनि छ, बाहिर पनि छ, दाहिने पनि छ, बाएँ पनि छ। दुधमा घिउ जस्तै सारा वस्तु र व्यवहारमा परिपूर्ण हुँदा ब्रह्म सर्वव्यापी छ यो भूमा।